नमस्कार साथीहरू, आज हामी काठमाडौँको नजिकै लोकप्रिय हाइकिङ गन्तव्य जामाको तर्फ जाँदैछौँ। नागार्जुन जङ्गलको बीचबाट जाने यो ट्रेलले प्रकृति, शान्त वातावरण र शानदार दृश्यको अनुभूति दिनेछ। आउनुहोस् आजको यात्रा सुरु गरौँ। अहिले हामी सीतापाइलातर्फ अघि बढिरहेका छौँ। छाउनीको बाटोबाट हामी सीतापाइला चोकतर्फ अघि बढेका छौँ। के छ बिरजेश, आजको यात्रा कतासम्म हो हाम्रो? आजको यात्रा हाम्रो माछापोखरी गएर नागार्जुन आरक्षण चित्रभित्र छिर्ने र माथि के भन्छ जमल त्यहाँसम्म पुग्ने। माछा पोखरीसम्म हामी गाडीमा जाने कि हिँड्दै जाने हो? यहाँबाट लोकल बसमा गएर माछापोखरी गएर त्यहाँबाट हिँडेर जाने योजनामा छ। आजको खास घुमघामको मेन मनोरञ्जनको क्षेत्रहरू केही थाहा छ तिमीलाई? मनोरञ्जनको क्षेत्र चाहिँ ढोरपाटन नागार्जुन वन क्षेत्र र त्यो एउटा हाइकिङको लागि एकदम उत्कृष्ट र मान्छेहरूले मन पराउने, वातावरण प्रेमीहरूले, प्रकृति प्रेमीहरूले त्यहाँ एकदम जाने र त्यहाँ प्राकृतिकमा रमाउने प्रकृति प्रेमीहरू त्यहाँ जान्छन्। हामी पनि प्रकृतिवादी भएर हामी पनि प्रकृतिसँग। अब अहिले 10 बजेको समयमा हाइकिङ त नभन्नु पर्ला, खास अहिले हाम्रो बिदाको दिन रमाइलो समय व्यतीत गर्ने एउटा माध्यम। हामीसँगै छाता ओढेको मान्छे पनि हुनुहुन्छ। हामी 6-7 जना छौँ। आजको यात्रा चाहिँ हाम्रो माथि जामा चोक भन्ने क्षेत्रतिर लगायतको ठाउँहरूमा मनोरञ्जन गर्ने उद्देश्यले हामी 6-7 जनाको ग्रुप अहिले सीतापाइलाबाट हिँडिसकेका छन्। केटाहरू सबै बन्दोबस्तीका साथ उपस्थित भइसकेका छन्। र हाम्रो विशिष्ट दाई हुनुहुन्छ, सुभाष कोइराला दाई पनि हुनुहुन्छ। आजको कोर्टमास्टरको एकाउन्टेन्ट अनुप दाई। ल आजको दाई हजुर नि हामी नागार्जुन क्षेत्रको प्रवेशद्वारमा आइपुगेका छौँ। अब सुरु हुन्छ वास्तविक हाइकिङ। अगाडि घना जङ्गल, चिसो हावा र शान्त वातावरणले स्वागत गरिरहेछ हामीलाई। के भयो? हाम्रो अब पैदल यात्राको लागि चाहिँ हामी अब आफ्नो आहारको रूपमा आजको बिहानको खाना यतै व्यवस्थापन गर्न आँट्दैछौँ। एकदम सस्तो राम्रो खानाको लागि हामी तयार भइसकेका छौँ। वाह यार, केटाहरू राम्रो देखियो यार। दाईको पैसा नै कुन यहाँ हो? तपाईँ बरु आउनु भएर रहेछ यस्तो ठाउँमा खाना खान यो त तिरो घटो काट्नु पनि देख्नु भएको त्यहाँ छिरेर अर्डर दिने चाहिँ को रहेछ कि तपाईँहरूले खाना खाएको ठाउँमा कुन त चारवटा हामीलाई खाना ल्याइहाल्नु। मैले तपाईँले बसाउनु होला। मौसम बल्ल सफा हुँदैछ यार।
नागार्जुन राष्ट्रिय निकुञ्जको यात्रा सुरु भयो हाम्रो केटाहरू सहितको यात्रा। चुरोट खाना मनाइ बोल्दै है नम्बर सहित रहेछ हेर कहाँको रहेछ त आउनु सबै निक्लिन्छ तिमी त्यहीँ बस्छ न उतै घुमायो फेरि फोटो चाहिँ खिच्नुपर्ने स्टार्ट गर्नु यता हाम्रो नेपाली सेनाको ड्युटी कस्तो रहेछ सुरक्षाको लागि निकुञ्ज राष्ट्रिय सुरक्षा निकुञ्जमा नेपाली सेनाको ड्युटी। अनि टिकट कति लाग्छ रे अहिले बन्यो होला नि हेलो 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 दामी भाइ भिडियो नखिचेन यार अहिलेको मासुले घुँडी घोचिरह नाकै ढोकिनु गलो रहेछ यार नाकै ढोकिनु गलो रहेछ त्यस्तै हो अब उठाएपछि तपाईँ छ क्या भाइ यसकै अगाडि थियो क्या भैरवीको अगाडि बिर्जेश अनि प्रकृतिसँग कतिको रमाइरहेको त प्रकृति भनेकै जीवन प्रकृति छैन भने जीवन छैन मेरो भनाइ त्यही हो कसले संसारले शङ्कर राईलाई लिएर आउनु पर्ने छ देखाएर हिँड्छ भने त हो नागार्जुनको जङ्गलमा निकुञ्जमा पैदल हिँडेरै ठिक्क भएको छ यहाँ त एक्सर्साइज गर्नै पर्दैन त एक्सर्साइज गर्नै नपर्दो रहेछ ए हाम्रो साथीहरू ल क्यामेरा यो भिडियोमा म बाहेक सबै आउनुभएको छ है ल म पनि है बिस्तारै ल हेर्नु मै हो दाइहरू म त तराईको मान्छे परेँ मलाई अलिक डाँडा काँडा चढ्ने गाह्रै हुन्छ ल अब थकाइको महसुस गर्दाखेरि तिमीलाई के बालापनको यादहरू यताउति हुन्छ नि त बालापनमा त थकाइ कहिल्यै महसुस भएन यस्तो कुराहरूको केही फिल आउँछ कि आउँदैन अहिले हामी यो हाइकिङ हिँड्दै गर्दाको अवस्थामा तिमीलाई अब सुरुको अवस्था छ यो सुरुको फेज नै छ छन त अझै हामी हाम्रो गन्तव्यसम्म पुग्न त बाँकी नै छ तिमीलाई चाहिँ यो कुरामा अहिलेसम्मको अनुभव थकाइसँगको अनुभव पसिना नै पसिना भएको तिमी के छ यसको अनुभव भन त ल म तिमीलाई रेकर्डिङमा राखेको छु जय निकुञ्ज जय वन हरियो वन नेपालको धन मलाई एकदम गर्व लागिरहेछ म एउटा नेपाली भएर नेपालमा भएको मेरा नागार्जुन राष्ट्रिय निकुञ्जको डाँडामा चढ्नु पाउँदा जति थकाइ लागे पनि मनले एउटा छुट्टै आनन्द एउटा छुट्टै खुसी महसुस गरेको छ एउटा प्रकृतिमा रमाउने मौका पाएको छु यो रमाउने मोडमा थकाइ के हो पसिना के हो मैले अहिले भुलेछु कि यो चराचुरुङ्गीको मिठो आवाज शान्त जङ्गल आहा शान्त जङ्गल हरियो वन नेपालको धन मलाई आज गर्व लागेको छ पहिला निबन्ध लेख्थेँ किताबमा निबन्ध पढ्थेँ तर आज साँच्चीकै नि म एकदम भौतिक रूपमा यसलाई महसुस गर्न पाएको छु थ्याङ्क यू मेरो नेपाल मलाई नेपाली बनाउन तिमीले मलाई अवसर दियो मलाई आज गर्व लागेको छ मेरो नेपालीत्वमा मेरो वनमा
मेरो सम्पदामा म एकदम खुसी छु। हस् धन्यवाद। नारायणम नागार्जुनको यो उकालोमा नागार्जुनको उकालो करिब 500 मिटर माथि आइसकेका छन् हाम्रो साथीहरूसँगै। हामीसँग पानी पनि सक्यो। पानी कस्तो तिर्खा लाग्यो निकुञ्ज घाँटी नै सुक्यो यार। वनसँग रमाउने मान्छेहरूको निकै भिड छ। त बहिनीको पछाडि के लागेछ? को पनि सक्यो। 4 किलोमिटर त म सक्दिनँ हो। सकिन्छ नि मोराल पनि त छ नि। बिर्जेश तिमीलाई म यो भिडियोमा प्रस्तुत गर्छु। तिमी चाहिँ यो उकालोमा चढ्दै गर्दाखेरिको एउटा रनिङको अवस्था। गलेको अवस्था। तिमी वन जङ्गलसँग म कहिल्यै थकाइको महसुस गर्दैन भन्ने मान्छे। मन पो थकाइ गर्दैन है, शरीर हो थाकिहाल्छ। तिम्रो भौतिक शरीर थाके पनि मन चाहिँ थाकेको छैन है। रमाइरहेछौ। यहाँ चराचुरुङ्गी भन्दा पनि किराहरू गाह्रो भयो भन्नु है दाइ। बहिनी रमाइलो भइरह। थाकेछौ त तिमी त। थाक्नु हुँदैन, झन् थाकिन्छ, खुट्टा गल्छ। स्पिकर ल्याउनु पर्ने यहाँ ल्याइन चाहिँ। उकालोमा पनि गाह्रो चाहिँ भएन, किनकि हामी 1 किलोमिटर पनि माथि पुगेका छैनौँ। र माथि बाँदर छ, बाँदर सँगसँगै त घुम्नु परिरहेको छ। हेलो हाई हेलो मङ्की, हाउ आर यु? वाउ यार, वाउ तर्साको मलाई। बादलले तर्साइरहेको छ। उकालोमा थाकियो। बिर्जेश 50 मिटर कुदेर आऊ। बिर्जेश तिमी थाक्यौ? 50 मिटर कुदेर आऊ न यहाँसम्म। जय बजरङ्गबली। सुभाष दाइ कस्तो भइरह? एकदम यहाँ पसिनै हाम्रो बिर्जेश दगुरेर आउनु भा। बिर्जेशलाई वाउ बिर्जेश कमन यार, कमन वाह सारी फिलिङ। रेड बुल ओ साथी, तिम्रो साथी हो? खै हाम्रो अरू केटाहरू त धेरै पसिरहेछन्। ल मेरो दाइ, मेरो आदरणीय दाइ, मेरो आदरणीय गुरु, मेरो सब थोक दाइ थाकेर मजाले यसरी त बाँदर पनि बस्दैन है सौरी दाइ। दाइ अब मेरो एउटा शब्दमा कस्तो मजाले हाँस्नुभयो। ल म पनि गलेछु,
दाइ पनि गल्नुभएको छ। एक थोपा पानी पाए हुन्थ्यो जस्तो लाग्छ, तर साथीहरू कहाँ जानु भयो हामीले छोडेर यार। साथीहरू पछाडि छन् हाम्रो। ल खोइ 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 हाम्रो बाहुबली ग्रुप आउँदैन यार। एकचोटि भनिदिनु न बाहुबली। बाहुबली टिमै पछाडि खै रिप्लाई आएन। ल है दाइ थाकेर पनि अब त्यो थकाइ मरिसक्यो। शरीर हो दाइ, शरीर थाक्छ, यो मन कहिले पनि थाक्दैन। इच्छा त हुने दाइ होइन, थाक्ने ठाउँमा 5 मिनटमा पनि थाक्छौँ हो किन? 5 मिनट बाँदर नि बस्दैन हो र? अनि थाक्ने ठाउँमा 5 मिनटमा थाक्छौँ, त 5 मिनटपछि 10-15 मिनटमा थाक्छौँ, तर पनि इच्छा मर्दैन नि। त्यही शरीर हो, थाक्छ, त थकाइबाट हार्नु हुँदैन हो किन? त्यही म भन्न चाहन्छु दाइ। रुमालैमा छ मन्द मन्द कपुर हो कि मनैको सुगन्ध, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरौँ 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 लाग्यो, बेरिरौँ 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 लाग्यो। रुमालैमा छ मन्द मन्द कपुर हो कि मनैको सुगन्ध, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, बेरिरौँ 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 लाग्यो। दुख्दै वनको कुरा कालिस। हाम्रो दाइ आउँदै हुनुहुन्छ। यस्तो डाँडामा पनि यस्तो जोस र फुर्तीका साथ कुद्नु भएको छ। हट म त अलिक सक्दिनँ यति है। दाइको जोस र हिम्मतलाई मान्नुपर्छ है। ल दाइ बेस्ट अफ लक है। यस्तो फुर्तीका साथ दाइ आउनुभएको छ। कडा दाइ यस्तो मनमोहक दृश्यमा आहा, प्रकृति भनेको यही रहेछ है। प्रकृतिको स्वाद, प्रकृतिको आनन्द। आहा, हामी जति भौतिक सुविधा प्राप्त गरे पनि तपाईहरु एकचोटि प्रकृतिसँग रमाएर हेर्नु है। प्रकृति नै जीवन हो जस्तो लाग्छ। जीवनमा प्रकृति भएन भने जीवन नै अधुरो हो जस्तो लाग्छ। हुन त यो जंगल वन जंगलले हामीहरुले अत्याधिक मात्रामा अक्सिजन दिएर हामीहरुलाई भौतिक जीवनमा भए पनि यसको अक्सिजनले हामीहरु जीवन जिउन एकदम सहज र सजिलो बनाएको छ। लौ ल राम्रो छ। आऊ प्रकृति यो कराको चरा हो कि किराहरु हो? जे भए पनि मनलाई आनन्द पार्ने छुट्टै समधुर स्वर नै लाग्छ मलाई। यो यसमा संगीत छ। प्राकृतिक संगीतले गर्दा मन कस्तो मनमोहक र आनन्द फिल गरेको छ है। यो प्राकृतिकमय संगीतले गर्दा आज मन भित्रैदेखि गदगद भएको छैन, जुन सायद शब्दमा व्यक्त गर्न बयान गर्न सकिँदैन। तर त्यो शब्दमा बयान गर्न नसके पनि त्यो मनले दाइ महसुस गरेकै छ जस्तो मलाई लाग्दछ। यो सुदूरपश्चिमको भाषामा, हाम्रो सुदूरपश्चिमतिरको भाषा छ नि त, त्यसमा अहिलेको यो आनन्दलाई प्रस्तुत गर्ने हो भने म के भन्छु भने आहा कति निको हो। यहाँ बहुत निको छ। यहाँ हिट्टी मिन्जाको यो आनन्द छ हाम्रो। भोजपुरीमा भन्दाखेरि आहा कितना बढ़िया अच्छा वातावरण से मन साफा गदगद हो गए। गदगद हो गए, गदगद हो, बहुत निको छ। बहुत बढ़िया। हामी रमाएर हिँडिरहेछौँ। अब जामचो पुग्न करिब 3 किलोमिटर जति बाँकी छ होला। अहिले हामी करिब 1.5
अथवा 2 किलोमिटर माथि आइसकेका छौँ। यता छुट्टै आनन्द छ, रमाइलो छ। कृपया आफ्नो डकुमेन्ट देखाउनु होला। कताबाट आयो यार? ल त्यस्तो नै हुन्छ। चेन्ज गर्नुपर्छ माथितिर। रेस्ट गरिसक्यौँ। अनि हलसाहरू कहाँ जान्छ? त्यहाँ कुरेर बसेको थियौँ अनि टोली कहाँ ढिलो भएछ भनेको टोलीहरू सब चेन्ज गरेर यस्तो रमाइलो। भित्रबाट हिँड्नुभयो क्या के गर्यो? एउटा ग्रुपको भिडियो बनाएर हालौँ न। यता हो रुमालैमा प्रमोद भाइ, कस्तो फिल भइरहेको छ त? एकदम रमाइलो, जङ्गलको रमाइलो, हरियाली। थ्याङ्क यू दाइ, एकदम रमाइलो छ। आधी बाटो भयो जस्तो लाग्छ त। 2 किलोमिटर जति होला। यार केटाहरू ल, गुड। बेस रमाइलो भइरहेछ। आमाले त लाठी फाल्दिनु भएको थियो। अझै आमा गल्नु भएको नि, स्ट्रङ हुनुहुन्छ। हो लामो 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 सर म्युजिक सर ल सर ल लु लामो लामो सक्यो होइन सर?
काठमाडौँ पुरै हल्चोक आउँदो रहेछ त यार व्हाइट गुम्बा देखेको रहेछ त यार कस्तो नराम्रो होला ल त यता हेर्दा हुन्छ गिल्लीले नभएको मान्छे हिँडेर चाहिँ यहाँ अनि कहाँ सक्का हिँडिरहन्छ त्यहाँ गिल्लीले नभएको रहेछ कोही मान्छे अनि 8 जना भनेर 9 जना रहेछ लास्टमा 8 जना भन्ने त यार 9 जना आएर अनि को बिर्स्यो भनेको अनुसार बिर्सेछ अन्त कहाँ गयो भने टोइलेट होइन अस्ति अघि गाडी हेर्दा हो सर अहिले मैदान छ है यता चाहिँ कति राम्रो गुड यार कमल सर ओ भेरी धेरै पनि उकालो छ यता अब जामा चौक पुग्न कम्तीमा नै 1 किलोमिटर बाँकी छ होला है अझै उकालो छ यार उकालो ओहो त्यो उकालो ल ठाडै छ है यो त यो भ्यायो भने तेर्साउँछ
के यार जयराम सर यार नन स्टप छ त यार हेलो थाक्यो अचम्म सकिन्छ थाक्यो होइन त यही हो ल ल भिडियो कन्टिन्यू पढाउनु त अब पढाउनु थाक्यो है माथिको लिनु वाह यार वेलकम टु जोमाचुक ल हामी पुग्यौँ है अब चाहिँ हजुर भिड छ आम्मा वाह यार पानी खाम पानी घुमाउनु एकछिन क्यास चल्छ कि ओ माने पे में हो ओ मा यो कता पर्छ ओहो हराएर नि त हामी त हरायौँ नि ल हामी त्यहाँ बस्नु त धेरै बेर आउँदैछ आधा बाटो नि पुगेन लप डाँडा भन्दा कटे हो
हेलो हेलो के छोक्रे यो खोइ केटाहरू यो खाना पो सकिँदैन सबै रहेछ ल बिर्जेसले भ्याएछ भ्याएछ वाउ बिर्जेस के छ जबरजस्ती हो ल हेर धरारालाई यसो फोकस गरेर देख्यो धरारा त्यसरी होइन जो मान्नु थियो तिमीले ब्याग खिच्दियौ सरस्वती माताको फोटो रहेछ ल गाइस जामाचोकको यो भ्यू टावरबाट तल देखिएको काठमाडौँको दृश्य हाम्रो बिर्जेश सर यता माथि उसमा चढ्दै हुनुहुन्छ
हेलो बिर्जे सर के छ कस्तो फिल भइरहेछ उता माथि काठमाडौँ हेर्दाखेरि बाटोमा हिँड्दाखेरि त गाह्रै भएको छ बाटोमा हिँड्दाखेरि गाह्रो भए पनि अहिले यताबाट काठमाडौँको यो भ्युज हेर्दाखेरि चाहिँ छुट्टै यो कुन ठाउँ हो जामाचो जामाचो जामाचोक नागार्जुन राष्ट्रिय निकुञ्जको यो माथिको जामाचो हेलो के छ के भइरह बनाउँदै गर है कसरी छिर्ने झर्नु भएको डर लाग्यो मलाई त हल्ले जस्तो भयो डर लागिरह छैन सर हल्ले भन्छ नि हल्ले जस्तो लाग्दैन मलाई उहाँलाई डर लाग्यो नफालिदिनु ल अनि एक्चुअली भिडियो बनाएर गइहालौँ कि झन् बहुत झन् डर लाग्छ एकछिन बनाएर जाने मान्छे बसेर डर लाग्दो फोटो होइन भिडियो दामी आइरह हेलो उता त पसेकै होइन हाम्रो यत्तिकैसँग एउटा भिडियो बनाइदिनु ल तपाईँलाई डर पनि लाग्दैन मेरो नेपाली भएर पनि डराएर हुन्छ ल त गर त्यहाँदेखि पावर भिडियो कस्तो के भयो आकाशमा ओए केटाहरू ल यार भित्र यार ब्रिजेश भित्र अरे डिस्को में जब ये गाना बजेगा चल ओए फोटो खिच्न त हेलो सुशान्त मामा म त कहाँबाट पुगेछु यहाँ मलाई पहिलोचोटि आउनु त डर लाग्यो फर्स्ट आउनु टुट्छ कि भन्ने यहाँ टुटे नि यो टुट्छ कि ठुला यति मोटो छ 0.5 मा लगा ऊ त्यहाँ रहेछ लभ डाँडा त आमा तलको कि त्यहाँबाट हिँडेर आयौँ नि हामी ए त्यहाँ फोटो खिचेको थियो त्यहाँबाट फोटो खिचेर त्यसलाई मैले गोरो निकालेर त्यति हिँड्यो होइन कालो मान्छेले पनि गोरो देखाइदियो ल खिच्न यार उते खिच्दैछु त म 0.5 मा हाम्रो अब जन्ममा त आपा हिँड्यो ऐसे लुकिर माडी झुला तिमीले एउटा देउडा गाइदियो तिमीलाई फलाक खुवाइदिनु पर्यो जब लगावे लुतुली भिस्टी हिलेला आबारा भिस्टी सम्राई लाग्या डाको लाए ऐसेली किरमडी झुला झर्ने बाटो होइन झर्ने बाटोबाट कति सजिलो हुन्छ हजुरलाई थाहा होला मेडिकल कलेज प्रतिष्ठान प्रतिष्ठान होइन कि त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठान यतापट्टिको रियाब हो
उति हलचोक त्यो छाउनी त्यो वन त्यो उतापट्टि त्यो के अरे सङ्ग्रहालय म्युजियम भन्दा उता त्यहाँबाट त हामी आएको सिङ्गल ट्यु सिङ्गल टी बनाउन लाग्यो के हो अर्को बाटो छ भने चाहिँ खजुवारले कताबाट हो जाने है त्यो हेर्नु न आर्मीको हेडक्वार्टर भन्दा त लाख गुणा उत्कृष्ट हाम्रो आर्मी कलेज भित्र थियो लड्की लिएर जाने लड्की कहाँ छ लड्की हो लड्की त जित्न छ तर के गर्नु हात ओहो ल यहाँ त रक्सी आएर बन्द रहेछ मौसमले च्यालेन्जै गरे ल्याए जस्तो लाग्छ पछि एउटा मैले सम्झेँ एउटा रक्सी हो सुभाष दाइ जाडो भयो यार उठाउ लड्छ यार हालेको छैन काँची सुभाष दाइ जाडो भयो हो र पानी त उही छोड्यो क्या भित्तामा दुई बोतल पानी त त्यही थियो त पानी पानी ल्यायो कसैले ए ल हाम्रो बहिनी पनि पुगेछन् बल्ल तल्ल
के गर्दै फोटो खिच्ने मान्छे बदमास हो ल